हेलो गुड मर्निङ। म चाहिँ पोख्रेबुङ बजारमा पुगिरहेछु। बिहान बिहान यहाँ वाक जाँदैछु। चाहिँ घुम्न आएको यो त हेर्नुहोस्। बिहान बिहान अब सब्जीको बेस्ट रहेछ। सब्जीहरू लिएर आउँदैछ है। सब्जीहरू अब सिलगढीबाट लिएर आउँदैछ। यहाँ ज्यादातर अब पोख्रेबुङ भनेर नेपालीको जग्गा हो, तर पनि यहाँतिर बिहारीहरू पुरा आएर यता हेर्नु त पुरा काम गर्ने पुरा बिहारीहरू बसिरहेछ। यहाँले सब्जीको दोकानहरू लगाएर हो हेर्नुहोस्। पुरा यहाँ नेपालीको दोकान भन्ने एउटै छ है त। पुरा पोख्रेबुङ मार्केट आइरहेछ हो। फुटपाथ पनि उनीहरू पक्रिरहेछ, दोकान पनि उनीहरू पक्रिरहेछ है। ल यो चाहिँ के चोक भन्छ यसलाई? यसलाई के चोक भन्छ? यसमा चाहिँ के चोक भन्छ? रानी चोक। रानी चोक है। यो चाहिँ रानी चोक अरे। हेर्नुहोस् त हो। हो रानी चोकतिर पुगिरहेछ। यता पनि एउटा बाटो रहेछ, यता पनि बाटो रहेछ। पोख्रेबुङको जग्गा हो। टासिदिले हो। दोकानहरू भर्खर भर्खर खोल्दैछ पुरा हो। मार्केट यस्तो रहेछ। यहाँतिर चाहिँ ज्यादातर के हो बिहारीहरू पक्रिरहेछ हो। पोख्रेबुङ मार्केट यो चाहिँ कहाँ जाने बाटो हो यो? हजुर ए सामरिङ हो। ए यो चाहिँ सामरिङ जाने बाटो अरे। ल हेर्नुहोस् यो माथि चाहिँ बजार निकै ठुलो रहेछ पोख्रेबुङको होइन। बिहान चाहिँ म चाहिँ वाक आएको सिलगढीबाट होइन, घुम्न आएको माथि पोख्रेबुङमा कस्तो रहेछ के रहेछ होइन, यसै घुम्न आएको। हेर्नुहोस् हामीहरू ठुलोमा पुरा भरिरहेछ मान्छेहरू। ल पुरालाई अब राखेको बेकरीहरू पुरा मधिसले भरिरहेछ होइन। ल थ्याङ्क यू।